सबभन्दा ठुलो कुरो मोबाइल हो। म सबै जनतालाई भन्न चाहन्छु, 3 करोड नेपाली जनतालाई एकपटक मोबाइल चिन्हमा मतदान गरौँ, ऋषि धमलालाई विजय गराउँ। सबै मोबाइल चिन्ह हो। त्यसैले देशभरि एउटा अभियान आजबाट सुरु भयो, र उत्तर 4बाट एउटा अभियान सुरु भयो, र आजबाट शरदजी तपाईको नेतृत्वमा जसरी आज हामीले निर्वाचन परिचालन समिति गठन गरेका छौं, अब हामी प्रत्येक रौतहटवासीको घर पुग्छौं, हामी जनताको बिचमा जान्छौं र जनतालाई हामी किन मतदान गर्ने, किन के कारणले पहिलो एजेन्डा शिक्षामा आमूल परिवर्तन, दोस्रो स्वास्थ्यमा व्यापक रूपमा सुधार, र स्वास्थ्य र शिक्षा सकेसम्म निःशुल्क गर्ने हाम्रो अभियान हुन्छ। अब निःशुल्क गर्ने रौतहटवासीले अब निःशुल्क उपचार पाउने, निःशुल्क शिक्षा एउटा अभियान हो। यो अभियानलाई हामी सार्थकै बनाउँछौँ, हामी परिणामै दिन्छौँ। र दोस्रो एजेन्डा के हो भनेको सडक हो, पूर्वाधार हो। हामीले हाम्रो नगरपालिकाका 4वटै नगरपालिका भित्री सडकहरूलाई कसरी पिच गर्ने, कसरी फराकिलो बनाउने, र चपुरको सडकलाई कसरी प्रविधियुक्त बनाउने, त्यो सडकलाई कसरी राम्रो बनाउने, किनभने पूर्व पश्चिम चोटी सडक हो नि त, त्यो सडकलाई राम्रो बनाउने, व्यवस्थित बनाउने, र त्यो सडकलाई साँच्चै भने एउटा नमुनाको सडक पनि बनाउनुपर्छ हामीले। किनभने मान्छेले आउँदाखेरि त्यहाँ बस्दाखेरि गाडी रोक्दाखेरि चपुरको सडक कस्तो राम्रो भन्ने एउटा नमुनाको सडक बनाउनुपर्छ। त्यतातिर पनि हामी एउटा योजनासहित कार्यक्रमसहित हामी अगाडि बढाउँछौँ। जनतालाई हामी भन्न चाहन्छौँ, चुनाव जितेर गइसकेपछि हामी 1 वर्षमा, 2 वर्षमा, 3 वर्ष, 4 वर्ष, 5 वर्ष के काम गर्न सक्छौँ त्यो ल्याउँछौँ। सडक र कृषि, आज रौतहट भनेको उर्वर भूमि हो। यहाँको किसानलाई हामी समय मल दिन्छौँ, बिउ दिन्छौँ र सिँचाइ गराउँछौँ। सिँचाइ हाम्रो अभियान, हाम्रो एजेन्डा। र रौतहटवासीका आमा बुवा दिदीबहिनीका छोराछोरीले रोजगारी पाएका छैनन्, रोजगारी पाएका छैनन्। आज रोजगारीको लागि विदेश जानु परेको छ। अब हामी रौतहट क्षेत्र नम्बर 4 मा उद्योग धन्दा सञ्चालन गर्छौँ, उद्योगहरू स्थापना गर्छौँ, र यिनै हामी रोजगारीको अब अवस्था सिर्जना गर्छौँ। र रोजगारी हामी सिर्जना गर्नको लागि हामी योजना सहित आउनेछौँ। रोजगारी कसरी दिने, किनभने रोजगारी आज मुख्य समस्या हो। र हामी रौतहटवासीलाई भन्न चाहन्छौँ, क्षेत्र नम्बर 4 का जनतालाई भन्न चाहन्छौँ, तपाईँ ढुक्क हुनुहोस्, हामी रोजगारी दिन पनि एजेन्डा सहित आउनेछौँ। र हामी कसलाई कसरी रोजगारी दिने भन्ने कुरा। चौथो कुरा, 5औं कुरा मैले भने तपाईँलाई थाहा छ, हाम्रो देशको एजेन्डा शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधार, समृद्धि, विकास र कृषि हो। सबै कुरामा हामी एक भएर जानेछौँ र 5 वर्षमा रौतहटवासीको जनताको मुहार परिवर्तन गर्नेछौँ र विकास र समृद्धिको एउटा नमुना रौतहट जिल्लालाई बनाउनेछौँ र रौतहट क्षेत्रमा 4लाई बनाउनेछौँ। र आउने चुनावमा हामी सबैले, म भन्छु, एकपटक तपाईँहरूले पुरानो विचार बोक्नेलाई होइन, पुरानो एजेन्डा बोक्नेलाई होइन, नयाँ विचार बोक्नेलाई, नयाँ भिजन भएको देश र जनतालाई साँच्चीकै सर्वोपरि ठानेर काम गर्ने व्यक्तिलाई मौका दिनुहोस्। म तपाईँहरूको सेवा गर्न आएको छु र म तपाईँहरूलाई एउटा सेवकको रूपमा काम गर्ने तयार भएर रौतहटवासीको बिचमा आएको छु। म सबैलाई साथीहरूलाई धन्यवाद दिन चाहन्छु। अब ऋषि धमला सेवक हो, सेवक, जनताको सेवक हो, जनताको सेवा गर्न आएको, जनतालाई अब सेवा दिन ऋषि धमला 24 घण्टा तयार छ।